पुरा भ्यू हेर्दैछु यतिको हुन्छ देखिरहेको म What's up everyone, welcome back my channel. Your hero art is back. आज चाहिँ मम्मी र म चाहिँ ठुलो मम्मी घर जानला. आज चाहिँ मदर्स डे. ह्यापी मदर्स डे मम्मी. उकालो चढ्दै छ हामी. चट्ट अघि भर्खर काठमाडौँबाट आएको म. मासु भात खायो. अनि मम्मीसँग चल्देको. आज नि मम्मी आमालाई के पसिन लगिदिनु ला? आमालाई खानेकुरा. कस्तो गर्मी हो यो. लेन्स पुरै डबल सूर्य चले जस्तो भइरहेछ. अहिले चाहिँ यहाँ सडक निर्माण रोकिया जस्तो छ होइन. पुरै यहाँ धुलै धुलो छ. मम्मी कता जाँदै रे हामी? मामाघर बास त मुस्किसकेको छ. ठुलो मम्मी घर जानु यही हो. अब जानुपर्छ, खानुपर्छ. कति भन्दै चाहिँ यहाँ 4 महिना जति भएको थियो म गाउन आएको. भोलि चेन्ज 4 महिना पैसा माइक्रो चल्दी पनि जान्थ्यो. कृषिले कहिले चल्न पनि चल्दैछ. ठुलो घर गेममा बाँच्न हरि फिल्मले सेलको बाँच्न आउँदैछ. ठुलो खराङ ए चुरीवा गेम खम मिल्दी भी यहाँ उदामा रोटी स्टार्ट. अब मैले ठुलो मम्मीको मेन कुरा हेर्नुपर्ने फ्रिज. फ्रिजमा के छैन हाम्रो? ठुलो मम्मी के छ त अनि? ह्याप्पी मदर्स डे. के छ त अनि आज? मासु खै मासु स्या. अरे नाला जलरी सङ्गन बाँकी कसरी गएको ठुलो भन्दा तिमीले यति गएछ. केही त भन्नु पऱ्यो नि ठुलो है. कान चबारे आमा खुवाउने औँसीमा पनि त्यो अचारसँग पनि भात खान्छ. हजुर स्या बनाउँदा नि मासु त हो ठुलो नि. मिठो भएछ हो ठुलो मम्मी. यत्तिकै नभन्नु मम्मी. कति महिनापछि आएको घर? चुच्दा ल यो किन गर्ने ठुलो मम्मी? यो किन गरेको? चढाएको हो यो? के गरे नि त्यो त अनि? ए मलाई राजा भएको नकुहिने त. मङ्ग्री छङ्गन मङ्ग्री बा अनि त्यो क्रम मङ्ग्री बा.
अनि अब चाहिँ म फेरि रोटी बनाउनुला ठुलो हुन्छ म चाहिँ लोकल थर भर्न जानु भइरहेछ अहिले चाहिँ हाम्रो लगभग 3 बजे छ 3 बजे भने तिमीहरू देख्दैनले कस्तो कालो देख्यो यहाँ त कसम ढाँटे होइन किन भाइ त कालो देखेको भन्न कालो भएर आज अलिकति माथि चढेर आयो त्यस्तो भनेर हुँदैन एक घन्टाबाट आयो 2 घन्टा कामको काम खाइदियो आज ल खाना खायो त्यतिकैमा अनि त्यही लड्यो अलिकति काम अहिले गर्मी छ नि त आजकल हाम्रो भाइहरूको कालो भएको कारण यो म पनि तर कालो त छु कि तर यिनीहरू जति चाहिँ मनीको जति छैन टुट्टो नबल तिमीहरू कालो हुनुको राज के हो सबैले कालो हुन मन छ अरे आजकल कालो हुनेको राज के हो कालो हुनुको राज कालो हुने राज के हो तिमीहरू कति मान्छे त कालो हुन मन दाँत देखिरहेको छैन दाँत देखिरहेको छैन भन्न मिल्दैन नि त्यो त ती कस्तो मजा गनाएको छ्या कसको भाइ खै तिमीहरू दुईजना कसको पो मौसम त झ्याल खोलिदिउँ न होइन मौसम त ओए कस्तो दामी देखिरहेको छ यार यो चाहिँ म र यो चाहिँ पुरा भ्यू हेर्दैछु यतिको हुन्छ चाहिँ आएछ अझै हिमाल चाहिँ उता साइड छ यता साइड छैन अहिले चाहिँ हामी मेरो मामा घर ठुलो मम्मीको माइती मेरो मम्मीको माइती जान लाग्यो अनि ठुलो मम्मी यहाँ हाँसी कति महिनापछि माइती अस्ति भर्खरै हो अनि यसो हेर्दाखेरि चाहिँ अलपत्र लाग्दैछ के छ ठिक छ छोरीहरू आएर कस्तो अवस्था फिल हुँदैछ ममको हर्कबाट यो मम अनि ममको नयाँ दाँत हेरिदिउ त एकचोटि ममले नयाँ दाँत ठुलो मम्मी हर्कबाट आइछ अरे त ठुलो मम्मी आएर आज ठुलो मम्मीलाई चाहिँ कस्तो लागिरहेछ हर्कबाट आयो ठुलो मम्मीलाई नि हाम्रो ठुलो मम्मीको टिकटक आइडीको नाम इन्द्र कुमारी तामाङ प्लिज फलो नगरिदिनु होला Don't ask Drippy, Drippy. Yes. Hey. Hello, Drippy. The name is Drippy. Call us. Drippy. Hey, Drippy. Drippy. अहिले चाहिँ हाम्रो अब हालेर खाने अघि फोटो खिचिरहेको थियो ड्रिपीको अलले खिच्दै हाम्रो फोटो What's up, Dippy? Dippy. Get the Dippy call. मैले अब यो मम्मीले भन्नुभएको छ Dippy call. What's up? What's up? Fine. I'm fine, thank you. I'm fine, thank you. त्यो त त्यो यो I'm fine, thank you भनेको चाहिँ हजुर त्यस्तो इबिला बिचरा बफ ड्रिपी गर्ललाई पाएन के छ त एकदम अब हामी खान लाग्दै हो मासु भैँसीको र कुखुराको छ सेल छ अन्डा आउँदैछ चिसो छ त्यहाँ हेर्नुहोस् मिठाई हामी कतिजना छौँ अहिले त्यहाँबाट गर्न 5 6 7 8 9 10 जना छौँ 10 जनाको भागमा यस्तो यस्तो हो खान लाग्दैछ क्यङ्सीलाई के भन्छ नेपालीबाट आधी नेपाली आधी तामाङ नबोल्नेमा त ड्रिपी गर्ल देखिरहेको छु म ए उल्टो खोलेछ अनि सेट
ठिक छ अनि के चल्दैछ ठिक छ खानेको चल्दैछ एउटा अन्डा दिनु पर्दैन थियो बट्टाको खाँदैन लियो बाबा मलाई पनि पर्दैन म यहीँबाट अलिअलि खान्छु राख्न चाहिँ अहिले चाहिँ हामीले सबै खायो नङ भाइ सुतेको तिमी किन नसुधन निन्द्रा आएर रे अब चाहिँ म नि सुत्छु ठ्याक्क